हे गाइज, वेलकम ब्याक टु माई अनदर भिडियो। आज चाहिँ हामी विश्वमा भलिबल कसरी उत्पत्ति भयो, कहाँ भयो, कहिले भयो र भलिबल उत्पत्तिदेखि अहिलेसम्मको सबै कुराहरू भन्नेछौँ। कृपया भिडियो सम्म हेरिदिनु होला। भलिबलको सुरुवात भएको थियो सन् 1995 मा। विलियम जी मोर्गनले सन् 1995 मा भलिबलको सुरुवात गरेका थिए। उनी YMCA मा फिजिकल स्टुडेन्ट थिए र उनी यस्तो गेम बनाउन चाहन्थे जुन धेरै कठिन नहोस्, जुनसुकै उमेर समूहकोले पनि खेल्न सकुन् र जहाँ पनि खेल्न सकुन्। उनी यस्तो गेम बनाउन चाहन्थे। बेसबल, टेनिस जस्तो गेमबाट उनले प्रेरणा लिएर नयाँ गेम बनाए जसको नाम रह्यो मिन्टोनेट। अब हामी जान्नेछौँ भलिबल नाम कसरी रह्यो त। सन् 1995 मा अल्फ्रेड हेल्स्टेडले भने बल जमिनमा झर्न नदिई हावामै धेरै बेर खेलिन्छ, जसकारण यसको नाम हुनुपर्छ भलिबल। र त्यहीबाट हामीले भलिबलको नाम पायौँ। अब कुरा गरौँ भलिबल विश्वभरि कसरी फैलियो त। विश्वभरि भलिबललाई फैलाउनको लागि YMCA को धेरै ठुलो भूमिका छ, जसले 1910 मा क्यानाडामा, 1905 देखि 1910 सम्म एसियामा र 1920 मा फिलिपिन्समा फैलाएको थियो। र भलिबललाई वर्ल्ड वाइड चिनाउनको लागि फिलिपिन्सको पनि धेरै ठुलो भूमिका रहेको छ। सन् 1916 मा सुरु भयो स्म्यास, जुन हामी भन्छौँ स्पाइक, र फास्ट अट्याकिङ गेम खेल्न पनि सन् 1920 तिरैबाटै सुरुवात गरियो। अब हामी कुरा गरौँ रुल्स मेकिङको। सुरुमा कुनै त्यस्तो स्पष्ट थिएन र बिस्तारै रुलहरू बन्दै गए। सन् 1917 मा 21 पोइन्टबाट घटाएर 15 पोइन्टमा ल्याइयो र 1918 मा 6 वर्सेस 6 को सुरुवात भयो र 1920 मा 3 टचेज रुलको सुरुवात गरियो। नेट हाइट, रोटेसन सिस्टमको पनि त्यति बेलाबाट नै सुरुवात भयो। सन् 1947 मा FIVB को सुरुवात गरियो। FIVB को स्थापना भयो सन् 1947 मा र यसको काम थियो नियम बनाउने र विश्वभरि भलिबलको आयोजनाहरू गर्ने। सन् 1949 मा पहिलोपटक वर्ल्ड मेन्स च्याम्पियनसिप भयो र सन् 1952 मा वुमेन्स वर्ल्ड च्याम्पियनसिप भयो। र भलिबल ओलम्पिकमा कहिले र कसरी प्रवेश भयो त। सन् 1964 मा भलिबल पहिलोपटक ओलम्पिकमा आयो। 64 मा टोकियो ओलम्पिक भएको थियो, त्यसमा पहिलोपटक भलिबललाई ओलम्पिकमा ल्याएको थियो र यसबाट पनि भलिबलले निकै पपुलारिटी पायो। त्यसपछि त्यो ओलम्पिकबाट केही प्रमुख टिमहरू अगाडि आए, जसमा सबभन्दा पहिले थिए सोभियत युनियन, जापान, ब्राजिल र USA। अब कुरा गरौँ जुन हामी अहिले खेलिरहेका छौँ आधुनिक भलिबल, त्यसको सुरुवात कहिले भयो त। आधुनिक भलिबलको सुरुवात भयो 1980 देखि 2000 सम्म। यो समयमा खेल अझ फास्ट र अट्याकिङ बन्यो। जम्प सर्भिसहरू सुरुवात भयो, डिफेन्सिभ सिस्टम सुधारियो, लिब्रोको सुरुवात भयो। अब हामी कुरा गरौँ बिच भलिबल। बिच भलिबल सन् 1920 मा सुरु भए पनि अफिसियल रूपमा सुरु भयो 1996 मा र अन्टार्कटिका ओलम्पिकमा पनि समावेश भयो। नयाँ नियम र परिवर्तन सन् 2000 तिर भएको थियो, जसमा र्याली पोइन्ट सिस्टम, फास्टर गेम प्ले, भिडियो च्यालेन्ज सिस्टम, प्रोफेसनल लिगको विकास भयो। यसले गेमलाई टिभी फ्रेन्डली पनि बनायो र धेरै वर्ल्ड वाइड पपुलारिटी पनि दियो। यसैबाट हाम्रो अहिलेको मोडर्न गेमको पनि सुरुवात 2000 तिर नै भएको मानिन्छ। र अब हामी अन्तिममा कुरा गरौँ मोडर्न इराको। आज भलिबल 220+ कन्ट्रीहरूमा खेलिन्छ। ओलम्पिक, वर्ल्ड कप, नेसनल लिग जस्ता ठुला प्रतियोगिताहरू पनि सञ्चालन भइरहेको हुन्छ। सोसल मिडिया, युट्युबबाट झन् पपुलारिटी पाएको छ भलिबलले। र अहिलेको टप भलिबल कन्ट्रीहरू भन्नुपर्दा ब्राजिल, इटाली, पोल्यान्ड, USA, जापान लगायत
धेरै देशहरू अहिले टपमा छन् र अब हामी लगातार अब यस्तै समय सान्दर्भिक ब्लग सङ यस्तै इन्फर्मेटिभ भिडियो जुनसुकै जस्तो भिडियो पनि हामी लिएर आउनेछौँ। निरन्तर कन्टेन्ट दिने हामी प्रयासमा छौँ। हेर्दै गर्नुहोला ढुङ्गाना ब्लगलाई माया गरिदिनु होला। धेरै धेरै धन्यवाद सम्पूर्णमा। सी यू सुन, सी यू नेक्स्ट भिडियो। बाई बाई गाइज।